गुड मर्निङ एन्ड नमस्ते सम्पूर्णमा। आज चाहिँ म हिरो एक्स पल्स प्रोको ओनरसिप रिभ्यू दिन गइरहेको छु यहाँहरूलाई। यो मेरो हिरो एक्स पल्स प्रो चाहिँ 2 महिना अगाडि मात्र मैले निकालेको हो र यसको नेगेटिभ र पोजिटिभ दुवै पक्षको कुरा गर्नु पर्दाखेरि सुरुमा यसको पोजिटिभ पक्षको कुराहरू गरौँ। यसको इन्जिन एकदमै रिलायबल छ, एकदमै स्मुथ छ र 200 सीसीको यसको इन्जिन एकदमै स्ट्रङ पनि छ। तर अझै पनि मलाई 3 to 4 गियरमा चाहिँ अलिकति यसको ल्याक अफ पावर भएको जस्तो महसुस भएको छ र 5 फिट 6 इन्च भन्दा माथिको राइडरहरूलाई चाहिँ यो एकदमै कम्फर्टेबल छ र मेरो हाइट चाहिँ 5'10" छ। त्यो भएकोले गर्दाखेरि मलाई चाहिँ एकदमै धेरै कम्फर्टेबल फिल भयो यो मोटरसाइकल चलाउँदाखेरि। र यसको गुड फिचरहरूमा ABS प्लस FI एन्ड नेभिगेसन, सेन्सर छ यसको, फेरि साइड स्ट्यान्ड कट अफ सेन्सर लगायतका LED लाइटहरू लगायत विभिन्न कुराहरूले चाहिँ मलाई एकदमै इम्प्रेस गर्यो। टायरहरूमा यसको सेमी डट टायर राखिएको छ। तपाईहरुले जस्तोसुकै अफ रोडमा राइड गर्दाखेरि पनि तपाईहरुलाई समस्या पर्नेवाला छैन। एकदमै कन्फिडेन्टको साथ तपाईले राइड गर्न सक्नुहुन्छ। र माइलेजको कुरा गर्दाखेरि तपाईले 35 to 40 किलोमिटर र कहिलेकाहीँ राइडरमा पनि डिपेन्ड हुन्छ र बाटोमा पनि डिपेन्ड हुन्छ माइलेजको लागि चाहिँ। सस्पेन्सन ठिकै छ, नर्मल्ली धेरै सस्पेन्सनहरूको प्रब्लम चाहिँ आइरहेको छ यो बाइकमा, तर मलाई भने सस्पेन्सन अहिलेसम्म ठिकै लागिरहेछ, त्यस्तो समस्या भएको छैन। सायद अब भर्खर 2 महिना भयो चलाएको, त्यही भएर पनि होला, हेरौँ भविष्यमा के हुन्छ। सर्भिसिङ कस्टको कुरा गर्नुपर्दाखेरि नयाँ भएको कारणले गर्दाखेरि अहिले त खासै त्यस्तो खर्च निस्केको छैन। फ्युचरमा के कस्तो हुन्छ त्यो अब फ्युचरले नै बताउने कुरा हो। र यसको फुल कस्टको नयाँमा यसको मूल्यको कुरा गर्नुपर्दाखेरि 5,22,000 यसको सोरुम प्राइस हो भनेदेखि यसको चाहिँ यो सबै क्रस गार्डहरू अन्य चिजहरू चाहिँ अब लगाउँदाखेरि त्यो डिपेन्ड हुन्छ कहाँ र कसरी कस्तो मूल्यमा लगाइन्छ र के लगाइन्छ भन्ने कुरा। 200 सीसीको बाइक, डट बाइक, सेमी डट बाइक भन्न पनि सकियो र यतिको बाइक हिरोले 5,22,000मा प्रोभाइड गर्नु भनेको खासै त्यति महँगो म भन्दिनँ, एभरेजकै प्राइस हो यसको। अब लागौँ यसको नेगेटिभ पक्षहरूमा। नेगेटिभ पक्षमा यसको सबैभन्दा मलाई मन नपरेको एकदमै लो क्वालिटीको चाहिँ यसको कलर हो। तपाईले देख्न सक्नुहुन्छ 2 महिना अगाडि निकालेको बाइकको कलर यसरी आफै उक्किएर जान थालेको छ। यहाँ मोटरको पनि गएको थियो, मैले यो हल्का कालो पेन्ट गरिदिएँ। लगायत अरू पनि धेरै ठाउँहरूमा यसको कलर चाहिँ आफै नठोकिकन आफै यसको कलर चाहिँ उक्किएको मैले पाइरहेको छु। र यसको मेजर प्रब्लम भनेको मैले यो निकालेको 1 महिनामा यो इन्जिनको यो ब्लकबाट चाहिँ ओइल लिक भइरहेको थियो, इन्जिन ओइल लिक भइरहेको थियो। एकदमै थोरै रस आएको थियो, अलिकति रेप दिँदाखेरि चाहिँ त्यहाँबाट चाहिँ इन्जिन ओइल लिक हुन्थ्यो र मैले सर्भिस सेन्टरमा लगेर देखाएर यसको समस्या समाधान चाहिँ गरेँ। त्यो समस्यालाई समाधान गर्ने क्रममा यो देख्नु भइरहेछ, यो नटहरू, अब यो नटहरू सबै खोलिसकेको छ। 2 महिना भएको, 2 महिना सोरुमबाट निकालेको 2 महिनाको बाइकको नट यस्तो अवस्थामा कुचिएको छ, जुन बेला त्यो खोल्दाखेरि टाइट गर्दाखेरि कुचिएको हो। अब कस्तो लाग्छ होला, पक्कै पनि मनमा अलिकति खिन्न चाहिँ हुन्छ। अब कुरा गरौँ यसको ब्रेकिङ सिस्टमको। ब्रेकिङ सिस्टम एकदमै राम्रो थियो, तर लास्टमा आएर अहिले मेरो ABS चाहिँ यसरी चुटिएको कसरी भनेदेखि यो तार चाहिँ यहाँनिर गएर
यो डिस्कमा गएर टच भइरहेको थियो यसरी टच भइरहेको थियो भइरहेको रहेछ र यो डिस्क घुम्ने क्रममा चाहिँ यो तारलाई यस्तो तरिकाले खियाएर यो अन्त्यमा चुडाएरै छाड्यो र यसरी इन्जिनबाट इन्जिन अयल लिक हुनु एबिएसको तार यसरी छिन्नु पुरै बाइकको कलरमा नै यस्तो कलर नै डिस भएर जानु यस्तो कारणले चाहिँ एकदमै मलाई यो बाइकसँग म सन्तुष्ट छैन निष्पक्ष रूपमा भन्नुपर्दाखेरि यही नै हो अहिले अब 210 निस्किएको छ त्यसको के कस्तो छ मलाई थाहा छैन तर हिरोको बाइकको आफ्टर फुल्ली रिभ्यू र राइड एक्सपिरियन्स पछाडि म के भन्न चाहन्छु भनेदेखि दिस बाइक इज टोटल्ली फ्लप